राखेको छ कि मूर्तिहरू राखेको छ माथिसम्म। एक दुई जापानमा पनि तिहार आउनु लागेको छ कि तिहारको फुलहरू कस्तो मजा। फोनमा चाहिँ नाइट भ्यू चाहिँ कस्तो क्याचअप गर्दो रहेछ है। एक लिनुपर्छ कि भनेर होइन। बाट चाहिँ हामी छुट्टिन्छौँ क्या। म जाने देखेको ट्रेनबाट चाहिँ एउटा सिधा यता हो। फाइनली नयाँ नयाँमा उनीहरू के गर्छ भन्दाखेरि बाटो चिन्थिन नि त। भर्खरै आएको बाटो सबै एउटै हुन्छ। हेलो गाइज, तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ नाइट भ्यू हो। लगभग काम जति चाहिँ सबै सकेको छ। पसलहरू सबै जति पनि छ अब बन्द हुने तयारीमा छ। मेट्रो स्टेसनको अहिलेको चहल पहल पनि यस्तो कम भइसकेको छ। यो मेट्रो स्टेसन हो। मेट्रो स्टेसनबाट यहाँबाट सिधा अगाडि चाहिँ लेफ्ट साइडमा चाहिँ हाम्रो सप रहेको छ। म चाहिँ 12 लगभग ड्युटी सकिसकेको छ। अब चाहिँ रुम जाने तयारीमा छु। म चाहिँ जान्छु यो बाटो मेरो। नाइट भ्यू चाहिँ यस्तो छ कि बाबा। पसलहरू यहाँ चाहिँ कति ओपन हुन्छ। म कुनै त्यस्तो दिन पऱ्यो भने चाहिँ एक दिन अलिकति चाँडै निस्केर मार्केटको भिडियोहरू बनाउने तयारी। बन्द भइसकेको छ। अब चाहिँ लाइट चाहिँ बाल्नुपर्छ। यो बिल्डिङ भयो नै। यो बिल्डिङमा मान्छेहरू कति छन्। बिल्डिङ कृष्ण मूर्ति राखेको छ कि मूर्तिहरू राखेको छ माथिसम्म। 1 2 3 4 4 फ्लोरसम्म चाहिँ मूर्तिहरू राखेको छ कि। यहाँ चाहिँ यस्तो बाटोमा अचल तिहार आउनु लागेको छ। जापानमा पनि तिहार आउनु लागेको छ कि तिहारको फुलहरू कस्तो मजाले राखेको। अस्तिसम्म त थिएन हो यो फुल त। 2-4 दिन अगाडि त यो फुलहरू थिएन, तर लिएर आएर सारिसक्दो रहेछ हो यस्तो खालको फुलहरू। अब एक हप्ता होइन, लगभग अर्को महिनाको 1-1.5 महिनापछि चाहिँ फेरि अर्को फुलहरू राखिदिइसकेको हुन्छ क्या। मेरो फोनमा चाहिँ नाइट भ्यू चाहिँ कस्तो क्याचअप गर्दो रहेछ है। राम्रो नराम्रो, तर म चाहिँ साइकलमा छु। नोइस आउँछ कि नै मैले चाहिँ कोसिस गरेको छु एउटा बोबीको माइक लिनुपर्छ कि भनेर होइन। अनि यहाँहरूले चाहिँ मेरो कन्टेन्टहरू चाहिँ राम्रो मानिदिनु भयो भने चाहिँ मैले चाहिँ एउटा भ्लगिङ क्यामेरा पनि लिने तयारी छु। मेरो चाँडै नै 25K सब्सक्राइबर पुगेपछि चाहिँ मैले एउटा क्यामेरा लिन्छु भनेको छु। अब हेरौँ, आशा गरौँ चाँडै जो मेरो सब्सक्राइबर चाँडै हुन्छ। 25K लगभग 14 पुग्न लागेको छ। अब 10K चाँडै नै नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइबर गरिदिनु होइन। यो बाटोबाट चाहिँ हामी छुट्टिन्छौँ क्या। म जाने चाहिँ यो बाटोतिर हो होइन। म अहिले आएको चाहिँ यो बाटो यहाँबाट करिब 700-800 मिटर जति। अब यो बाटो त लगभग धेरै हिँड्छ। म तपाईँहरूलाई चाहिँ एक दिन चाहिँ यो यहाँको पार्क छ, एउटा एकदम राम्रो पार्क छ, फेमस पार्क छ। त्यो पार्कको चाहिँ भिडियो चाँडै चाहिँ बनाउँछु होइन। यस्तो गरेर यता सिग्नल खुलेको छ। अब चाहिँ जान्छु। यसमा चाहिँ मैले 4K भिडियो बनाएको छु। 4K भिडियोमा चाहिँ कस्तो देखिँदो रहेछ। यहाँबाट मलाई रुममा जान चाहिँ करिब हिँडेर गयो भने चाहिँ टाढै जो छ, लगभग 50 मिनट जति लाग्छ होला। साइकलमा चाहिँ 15-17 मिनट जति समथिङ यस्तै लाग्छ होला। आज चाहिँ पानी परेको छ, मौसम चिसो छ, एकदम रमाइलो छ होइन। मौसम चाहिँ चिसो छ। यो घरमा चाहिँ म डेलिभरी गर्न आएको थिएँ। एकचोटि बेमाइकन छोड्न आएको थिएँ। यो यहाँ चाहिँ लोकेसन देखाएको थियो होइन, एक्ज्याक्टली लोकेसन चाहिँ। तर मैले चाहिँ जाने ठाउँ नपाएर अनि अगाडिबाट घुमेर गएको क्या मैले। यति टाइम लाग्यो, लगभग 10-12 मिनट जति खोज्दा टाइम लाग्यो कि मलाई। अहिले चाहिँ म साइकलमा छु। चिसो छ मौसम, तर मलाई लाग्छ भोइस चाहिँ राम्रो आएको छैन होला होइन। एउटा माइक लिनुपर्ने छ। कुन चाहिँ माइक लिँदा ठिक हुन्छ होला।
मैले चाहिँ अब माइक लिन्छु होइन, अनि अलिकति भोइसमा पनि आवाजमा पनि अलिकति राम्रो सुधार आउँछ होइन, अनि सुन्ने अडियन्सहरूलाई पनि राम्रो सुनिन्छ नि त। अब बढी नोइसहरू हुन्छ अनि नोइसहरू भएको ठाउँमा चाहिँ त्यति आवाज राम्रोसित आउँदैन क्या। अघि हामीले देखाएको थियो नि मेट्रो स्टेसन, त्यो मेट्रो स्टेसन चाहिँ त्यसको लिक चाहिँ यो हो कि, यो चाहिँ हो कि त्यहाँबाट यहाँ आएको छ। अब म यो मेट्रोको लिक नछोडिकन सिधा अगाडि जाने हो कि। नाइटमा चाहिँ राम्रो भ्यू आउँदैन होला राम्रोसित। यो भिडियो चाहिँ मैले यस्तो आफ्नो प्र्याक्टिसको लागि मेरो भोइस कस्तो सुनिन्छ अनि मेरो क्यामेरा चाहिँ चलाउन कतिको सक्छु, क्यामेरा चलाउन चाहिँ आउँछ कि आउँदैन भनेर मैले चाहिँ 5-7 मिनटको भिडियोहरू हेर्छु अनि राम्रो आयो भने चाहिँ अपलोड गर्छु होइन, राम्रो आएन भने चाहिँ यही खालको भिडियो चाहिँ अपलोड गरिदिन्छु कि। अनि पछि हुन्छ नि आफू अलिकति अगाडि समय पुगिसकेपछि ट्रेन हेर्दैछ। म भन्दै थिएँ कति सजिलो हुन्थ्यो होला मलाई भिडियो बनाउन। अघि हामीले देखेको ट्रेनमा स्टेसन थियो नि, हो यो ट्रेन मेट्रो स्टेसन चाहिँ यो हो कि। यहाँसम्म आउँछ क्या त्यो ट्रेन चाहिँ। अघि गएको ट्रेन चाहिँ यहाँबाट उता अगाडि हो, अघि हामी देखेको ट्रेनबाट चाहिँ एउटा सिधा यता हो। फाइनली म चाहिँ क्रस भइसकेको छु। त्यहाँ चाहिँ मेट्रोको स्टेसनको मुनतिर चाहिँ पुलिसहरू बस्छन् होइन, कहिले कहिले चेकिङ पर्छ क्या। अनि यस्तरी भिडियो बनाउन चाहिँ दिँदैन नि त। म यो स्टेसनदेखि सिधा नछोडिकन जाने हो कि। हाम्रो रुम फेरि ठ्याक्कै यो एउटा घर छ कि मलाई सधैँ चिनाउने, यहाँबाट जहिले पनि म लेफ्ट साइडतिर हो कि। अनि त्यसरी सिकेको कि मैले बाटोहरू चाहिँ। है फोटो चाहिँ कहाँ बुढो भयो नि काम गरेर आएको छ फेरि। रातिमा झाडु लगाउनु नभन्छन्, झाडु लगाइछन्। क्यामेरा किन्ने एकदम सोकिन्छु कि यस्तो त्यो भ्लग बनाउने क्यामेरा देख्यो भने त कहिले होला मैले यो क्यामेरा चलाउने, कहिले होला सिक्ने होइन, एकदम एक्साइटेड हुन्थेँ कि म। त्यो देख्यो भने एकदम देखिन्छु म। पछाडि पनि लाइट छ, हाम्रो चाहिँ छैन। अनि एउटा लाइट छ भन्दाखेरि मलाई एउटा कुरा के याद आउनु, साइकलमा चाहिँ लाइट हुन अनिवार्य छ। लाइट भएन भने सिधै 5,000 यान, 5,000 समथिङ 10,000 यान फाइन हानिन्छ कि। म चाहिँ करिब 2 चोटि परिसकेको छु लाइट नबालिकन हिँड्दाखेरि। अनि लाइट बाल्नु भन्यो। अनि अर्को कुरा साइकलको पनि नम्बर हुन्छ यहाँ, जस्तै बाइकको नम्बर हुन्छ, लाइसेन्स हुन्छ, त्यस्तै चाहिँ साइकलको पनि नम्बर हुन्छ कि। साइकलको पनि नम्बर छ। अब प्लेट नम्बर कहाँ छ देख्के छैन भन्नुहुन्छ भने हो यस्तो डन्डीमा हुन्छ, देख्नुभयो नि, हो यस्तो डन्डीमा स्टिकर लगाएको हुन्छ, एकदम हार्ड स्टिकर, जो देखिँदै देखिन्न कि यति सजिलै थाहै हुँदैन कि मान्छेहरूलाई। अनि यस्तो हुँदो रहेछ कि यहाँ चाहिँ चेकिङमा त्यो खालको चेक गर्नु रहेछ। यहाँ चाहिँ रोडको कन्स्ट्रक्सन काम चलेको रहेछ क्या। रातिमा चाहिँ यस्तै यो काम चल्छ यहाँ, सायद केही काम गर्दैछ होला। काम गर्ने पनि बडा मजेदार छ कि यहाँ चाहिँ, अरूलाई अप्ठ्यारो नपर्ने हिसाबले हेर्दाखेरि चाहिँ धेरै अगाडि छ। अब यस्तै नयाँ कुराहरू ल 18, 19, 20को स्पिड हुन्छ मेरो चाहिँ साइकलको। भिडियोहरू हेर्नुभएको छ भने चाहिँ मैले यहाँको भिडियो पनि अपलोड गरेको थिएँ क्या। यो अहिले चाहिँ रातिमा खासै देखेको छैन।